हेलो एभ्रिवान, माइसेल्फ अविनट लिङ्गदेन र यो भिडियो चाहिँ मेरो एक्सपिरियन्सहरू सेयर गर्न बनाइरहेको छु। आई डोन्ट केयर अबाउट एनी भ्युजहरू, सब्सक्राइबर कमेन्ट्स एनिथिङ। यो चाहिँ मैले जस्ट होइन सबैले रिलेट गर्छु होला भनेर चाहिँ बनाएको। स्पेसियली अहिले 12 सकेर बसिरहेको होइन, भर्खर हिजो मात्र सक्यो हो 12 गएको छ होइन कम्प्युटरको चाहिँ। कस्तो फिल भइरहेछ भने नि यत्रो वर्ष स्कुल पढ्यो होइन, यत्रो वर्ष स्कुल पढ्यो, अब डाइरेक्ट सकिँदाखेरि नि कस्तो फिल भइरहेछ कि एकदमै ह्याप्पी, सबै कुरा ह्याप्पी फिल भइरहेछ है। अनि यत्रो सकिँदा यत्रो ठुलो भइसक्यो र नि म त सानै बच्चै छु जस्तो लागिरहेछ कि मलाई। टिनेज नै सकिन लागिसक्यो, त्यही नि बच्चै छु जस्तो, म त वर्ल्डको लागि रेडी नै भएको छैन जस्तो भइरहेछ। कस्तो डिप्रेस्ड फिल पनि हुन्छ कति बेला होइन, के गरौँ। मोस्ट अफ त मेरो साथीहरू पनि कन्फ्युजै छ, एक दुईजना साथीहरू चाहिँ अलिकति यो गर्छु भनेर छन् होइन ग्यारेन्टेड, तैपनि मोस्ट अफ द साथीहरू सबैजना नै म कन्फ्युजै देख्छु यार। कस्तो अचम्म, यत्रो वर्ष पढ्यो, न एउटा स्किल छ, ढङ्गको कुनै स्किल छ होइन। अब फाइनेन्सियली इन्डिपेन्डेन्ट हुनुपर्ने हो, फाइनेन्सियली इन्डिपेन्डेन्ट पनि छैन, त्यो झन् अर्को समस्या हो। अब ड्याडी मम्मीहरूलाई अब स्कुल कलेज पढिन्जेल के अरे पकेट मनीहरू यस्तो सोध्न सजिलो हुन्थ्यो होइन, माग्न सजिलो हुन्थ्यो। अब अहिले त कस्तो अप्ठ्यारो लाग्छ कि यो एज पुगिसक्दाखेरि इट्स रियली डिफिकल्ट टु कि यो पैसा चाहियो, यो पैसा यो यसको लागि पैसा चाहियो भन्दा कस्तो अप्ठ्यारो लाग्छ कि। कस्तो लाइक मेरो एजमा त म कमाउनु थाल्नु पऱ्यो, मेरो ड्याडीहरूले मम्मीहरूले त यो बेला त के गरिसक्नु भएको थियो भन्ने लागिरहेछ कि। एन्ड सबै कुरा कस्तो ह्याप्पी भइरहेछ। आई डोन्ट नो म के बोलिरहेको छु, म जस्ट होइन ग्याप गरिरहेको छु। अनि मैले चाहिँ यो भिडियो भने चाहिँ यत्तिकै, अब हजुरहरूले पनि यसरी नै यस्तै फेस गर्दै हुनुहुन्छ यो अहिलेको दिनहरूमा, अनि अलिअलि होइन सेयर गरौँ न यस्तो कुराहरू, अलिकति केही मन शान्त हुन्छ कि भनेर चाहिँ मैले यो भिडियो बनाऊ। अनि त्यस पछाडि कुरा आयो स्कुलिङहरूको होइन। स्कुलिङहरू अब जस्तो भयो नि रमाइलो भयो नि, नरमाइलो भयो नि कस्तो याद आउँछ होइन। अभियसली पनि स्कुल डेजहरू, त्यत्रो वर्ष पढेको, त्यत्रो साथीहरू है, सबै आफ्नो आफ्नो दुनियाँ लाग्यो। अनि आफ्नो दुनियाँ लागेपछि अब सबै हराउनु थाल्यो कि, हराउनु थालि नै गयो, मैले त भनिसकेँ। एकदमै दुईजना क्लोज बाहेक त हुँदैन। अब त्यो क्लोजहरू पनि अब लगभग ब्याचलर पढ्न थालेदेखि त सबै हराउने नै हो होइन। के भन्नु अब हाम्रो एजुकेसन सिस्टमलाई म ब्लेम पनि किन गरिराख्नु, सधैँ गरेको हो राम्रो पर्फर्मेन्स नगर्दा। योचोटि पनि बोर्ड एक्जाम त्यस्तो खतरा भएन मेरो होइन, टर्मिनल एक्जाम भन्दा पनि हाउ भयो। टर्मिनल एक्जाममा बरु धेरै फोकस गरियो होला, तर बोर्ड एक्जाममा किन हो कस्तो त्यो फिल भइरहेको थियो क्या पुरै। कस्तो यो त मेरो लास्ट एक्जाम हो ला के हो कि होइन। अरू बेला त म मोटिभेट हुन्थेँ क्या, ला योचोटि आन्छु खत्रै आन्छु भनेर, तर योचोटि त कस्तो फिल भइरहेको थियो कि ला यो त मेरो लास्ट एक्जाम हो के भनेर होइन। राम्रै पनि हुन्थ्यो होला, मेरो म्याथको एक्जाम अलिकति गडबड भएर मोमेन्टम मेरो पुरै बिग्रेको, नत्र भने त राम्रै जान्थ्यो मेरो। अपार्ट फ्रम एक्जाम होइन, एक्जामको कुरा छोड्दैन, एक्जाम त्यस्तै भइरहेको छ होइन। नो बडी गिभ्स अ ड्याम अबाउट एक्जाम होइन, कसको कति जिपी आयो त्यही एक हप्ता जति हो खतरा होइन। ओहो यसको त खतरा जिपी आयोले त्यही प्लस हाने भन्ने, त्यस पछाडि कामै छैन होइन। जिपिएस सिपिएस जस्तो डजन्ट म्याटर। अब त पालो आइसक्यो, अब हाम्रो सकिसक्यो क्या। अब हामीले होइन प्यारेन्ट्सहरूबाट ओहो यस्तो भन्ने, अब रेस्पोन्सिबिलिटिजहरू हामी माथि आइरहेछ होइन। अब कम्पिटिसन्सहरू हाई छ होइन। अनि स्पेसियली म जस्तो होइन टेक जो चाहिँ अब कम्प्युटर साइन्स पढ्नेहरू छौँ होइन, कस्तो कम्पिटिसन हाई जस्तो लागिरहेछ कि मलाई चाहिँ। अझै झन् यो कम्प्युटर फिल्ड हुँदै चाहिँ झन् एआई इभल्भ भएको होइन, एआईहरू यत्तिकै छ जस्तो सुन्छु। झन् के गरौँ हुन्छ कि। मलाई प्यासन त छ कम्प्युटर साइन्सतिर, ओके म सानैदेखि गेमहरू खेलिराख्ने, मलाई त्यसको भित्रको होइन पछाडिको चाहिँ कसरी चाहिँ यसको ब्याकग्राउन्ड चाहिँ कस्तो छ भनेर मलाई जानिराख्न मजा आउँथ्यो क्या। कसरी चाहिँ यो यत्रो चाहिँ होइन आर्किटेक्चर कसरी चाहिँ यो रन भइरहेछ भन्ने मलाई मन पर्थ्यो सानैदेखि। म इन्थुजियास्टिक पर्सन अबाउट दिस टेक थिङ्स। ओके मेरो सानोको कुरा ओके, म ऱ्यान्डमली चाहिँ भनिरहेको छु है, म सिक्वेन्समा गइरहेको छैन। मलाई
जे याद आउँछ मेरो दिमागमा जे चलिरहेको छ म त्यही मात्र भन्ने हो। ओके, म फेरि चाइल्डहुडमा पुगेँ। ओके, म चाइल्डहुडमा एकदमै धेरै बोल्ने, धेरै एक्सट्रोभर्ट, सबैसँग मिल्ने, लास्टै धेरै साथी, लास्टै हुन्छ नि धेरै हबिजहरू, एकदमै धेरै हबिजहरू थियो। म सानोमा सिङ्गिङ गर्थेँ, डान्सिङ गर्थेँ होइन। अब मेरो अहिलेको साथीहरूलाई थाहा नै छैन म डान्सिङ के गर्छु भनेर, बट म सानोमा चाहिँ एकदमै डान्स पनि गर्थेँ होइन, सिङ्गिङ पनि गर्थेँ। सिङ्गिङ त अहिले नि अलिअलि गर्छु। अनि अरू भने मेरो ड्रइङ थियो, मेरो मेन हो त्यो भने, मेरो हबी भने मेरो ड्रइङ थियो। यस्तो राम्रो गर्थेँ नि म, आज यत्रो ठुलो भइसक्यो, म क्लास 2मा हुँदा जतिको म अहिले ड्रइङ गर्न सक्दिनँ कि, म त्यो लेभलको ड्रइङ गर्थेँ त्यो बेला। यति राम्रो लाग्छ मलाई, कस्तो क्युट कुराहरू बनाउँथेँ कि म, अनि कस्तो ह्याप्पी फिल हुन्थ्यो म लाइक ड्रइङमा। अनि क्यालिग्राफीहरू पनि बब्बा लाग्थ्यो कि मलाई त्यो बेला होइन, कर्सिभहरू सिक्न वा मजा आउँथ्यो ह्यान्डराइटिङहरू सिक्न। अनि अहिले ठुलो ठुलो हुँदै गयो, अब ब्लेम म कसैले गर्दिनँ, मेरो आफ्नै त्यो, म आफै चेन्ज भएको हो अभियसली पनि, आफै नै चेन्ज भएको होइन। ड्रइङहरू मैले छोड्दै गएँ, लाइक लिटरली नै मैले छोडिदिएँ होइन। मैले क्लास 10को त्यो छुट्टीमा अलिअलि गराएको थियो होला, मलाई अझै नै याद छ। मलाई पर्सपेक्टिभहरू के सेडिङहरूको बारे के लर्न गराएको थिएँ होइन। त्यस पछाडि छैन, त्यति हो, त्यस पछाडि केही नै गरिनँ। अनि अभियसली म टिचर्सहरूलाई ब्लेम गर्छु, राइट। सबै टिचर्सलाई होइन, एक दुईजना हुन्छ नि, सो त्यो स्टुडेन्ट्सले के प्यासन त्यो फिल गरिरहेछ, के फलो गरिरहेछ, नो, तिनीहरू होइन, त्यो सरहरू डिमोटिभेट गरेर हुन्छन् कि। म मोस्ट अफ द मेरो स्कुलको टिचर्सहरूलाई मैले भन्नु खोजेँ होइन, मेरो बबाल टिचर्सहरू, मेरो टिचर्सहरूलाई म खत्रै मान्छु होइन। ग्लेज गरेको भन, जे गर भन होइन, मेरो टिचर्सहरूले मलाई साथ दिनुभएको छ है होइन। जसले जे भने पनि मलाई मेरो टिचर्सहरूले, मलाई पढाउनु हुने टिचर्सहरूले होइन, म अझै नि खुट्टै ढोकिन्छु कि मेरो सरहरूको होइन। मलाई क्लासमा लेसन के पढाउनु भयो त्यो याद छैन, तर लाइफ लेसन्स त्यति धेरै दिनुभएको छ है। म नामहरू कसैको केही भन्दिनँ, तर मेरो स्कुलमा त्यति चाहिँ आई फिल ब्लेस्ड कि, त्यस्तो खतरा टिचर्सहरू हुनुहुन्थ्यो होइन। त्यो बेला त्यति लेभलको गाइड दिनुभएको थियो। अनि स्कुलमा अभियसली क्लास 10सम्म, क्लास 11-12मा ओके 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 नट द्याट लेभल अफ क्लास 10सम्मको लेभलसम्मको त्यो कनेक्सन भएन अभियसली पनि, ठिकै हो। क्लास 11 र 12मा 2 वर्षमा चाहिँ के को कनेक्सन हुन्छ, राइट। अलिअलि होला, बट नट अफ द्याट होइन। त्यो कम्पेयर गर्न खोजेन, कसैले केही नराम्रो भन्न खोजेन, सबै खत्रै हो, सबै मान हो होइन। स्टिल ग्रेटफुल फर अल टिचर्स। अनि के भन्नु, म कहाँ पुगिरहेको छु कि, म ब्ल्यामा याप गरेर आऊ होइन। आई डोन्ट गिभ अ ड्याम। म यो भिडियो हाल्छु कि हाल्दिनँ मलाई पनि थाहा छैन, म साइको भइरहेको छु होइन। त्यस पछाडि म कुरा गर्छु मेरो प्यासनहरू के छ होइन। म वर्कआउटहरू पनि गर्थेँ, आजभोलि त्यति गर्दिनँ किनकि अभियस एक्जाम चलिरहेको थियो। अनि यतिकै म अल्छी भइरहेको छु। म फेरि कहिलेदेखि एक्सर्साइज गर्छु, कहिलेदेखि मुड चल्छु, त्यो हो नि त होइन। कस्तो लुपमा फसिरहेको छु म। पहिले यति धेरै एनिमे हेर्थेँ, सिरिज हेर्थेँ, मजा आउँथ्यो, लाइफ कस्तो मजा लाग्थ्यो। अहिले न एनिमे हेर्न मन लाग्छ, एउटै एनिमे हेर्न मन लाग्दैन, कति भयो एनिमे नहेरेको। सिरिजहरू म पहिले कति हेर्थेँ, कोरियन सिरिज होस् होइन, के ड्रामा, अरू के रसियन्सहरू कति हेर्थेँ कि म। हरर क्राइमहरू के हेर्थेँ, गेमहरू कति खेल्थेँ। अहिले एउटै गेम खेल्न मन लाग्दैन होइन। पहिले बुकहरू म निकै पढ्थेँ, मैले यो कति धेरै पढेँ यार मैले, बुकहरू पनि टन्नै पढायो। अहिले न बुक पढ्न मन लाग्छ, राइट। अनि मलाई चित्त नबुझेको होइन, मेरो यो नेपालको एजुकेसन सिस्टम मलाई एजुकेसन सिस्टम ब्लेम त मैले होइन, हामीले गरेर केही पनि पाउने होइन, सबैले ब्लेम गरिराखेको हो। अब नेपालमा मात्र होइन, प्रायः जस्तो सबै कन्ट्रीमा त्यस्तै छ होइन। यति बवाल टपिकहरू छ, म अचम्म लाग्छ क्या होइन। यति बवाल टपिक छ, मलाई बुकहरू साँच्ची नै मजाले पढाएको छ भने बवाल टपिकहरू छ क्या, बवाल कन्सेप्ट्सहरू छन्। बट जुन हामीलाई एक्जाम फोकस गरिन्छ, वाउ एक्जाममा यो यति मार्क्स पाउँछ, तिमीहरूले यही पढ्नुपर्छ, वाउ। अब मैले टिचर्सहरूलाई ब्लेम गर्न खोजेको होइन, उहाँहरूको केही गल्ती छैन होइन। उहाँहरूको के गल्ती, उहाँहरूलाई नै प्रेसर भइरहेको हुन्छ होइन। तेरो स्टुडेन्ट यहाँ फेल भइरहेछ, तेरो स्टुडेन्टले यति मात्र मार्क्स ल्यायो है, अर्को के अरे अर्को टिचरको स्टुडेन्टहरूले त राम्रो गरिरहेछ त, खोइ त तेरो चाहिँ पर्फर्मेन्स यही भनेर सरहरूलाई त्यो आउने हो होइन। म सरहरूलाई ब्लेम गर्न खोजेँ होइन। तर यो जुन करिकुलम भइरहेछ, वाउ यार, मलाई बबा लाग्छ। म साइन्स स्टुडेन्ट हो, तर मलाई लिटरेचर बबा लाग्ने होइन। आई लभ लिटरेचर, वाउ। लिटरेचर यति मनपर्छ मलाई होइन। म इङ्ग्लिस र नेपालीलाई म नेग्लेक्ट गर्दिनँ कि, मलाई बबा लाग्छ। मलाई
यो अझै क्लास 11 को तिमीलाई थाहा छ त्यो फेरि फर्कला वाउ टर्निङ पोइन्ट हो क्या लिटरेचरको लागि। अनि क्लास 12 मा आइसक्दा पनि बवालै थियो होइन। इङ्ग्लिसहरूको मलाई मेरो फेभरेट भनेर चाहिँ फेसिङ डेथ हो है। फेसिङ डेथ यति बवाल थियो होइन, त्यो मोडर्न ट्रेजेडी हो। आई लभ एभ्रिथिङ क्या, कस्तो मजाको थियो होइन कुराहरू, हिस्ट्रीहरूसँग रिलेटेड थियो सबै कुराहरू। महान साइन्टिस्टहरू छन् होइन, रिसर्चर्सहरू हाम्रो को अरे स्टिफेन एल नक्स हो कि होइन, आई डोन्ट नो, अस्ति भर्खर पढाएको मैले बिर्सेँ, बट हि इज अ न्युरोलोजिस्ट अर समथिङ। अनि उसले एसे पनि लेखेका छन्। एसे कुन भन्दाखेरि चाहिँ अन लाइब्रेरिज ओलिभर स्याक्स चाहिँ हो हाम्रो न्युरोलोजिस्ट। त्यस्तो खतरा महान स्टुडेन्ट अथवा चाहिँ पर्सन्सहरू छन् ओके, त्यस्तो रिलेट छ क्या। अब साइन्सको त म कुरै गर्दिनँ, मेरो इन्सपिरेसन्सहरू अभियसली पनि मेरो साइन्टिस्टै हो प्रायः जसो इन्सपिरेसन्स, लाइक निकोला टेस्ला इफ नो होइन, निकोला टेस्ला भयो, अल्बर्ट आइन्स्टाइन, एन्ड देन अलिक रिसेन्टली भनेर चाहिँ मेरो रिचर्ड फेमेन। अलिकति मोडर्न एराको भएर मलाई एकदमै म भगवान् मान्ने चाहिँ रिचर्ड फेमेनलाई है त, किनकि उहाँ चाहिँ एकदमै प्यासनेट हुनुहुन्थ्यो नि त होइन टिचिङमा चाहिँ। अनि द गोड त भइहाल्यो आइज्याक न्युटनलाई म त्यस्तो खतरा मान्दिनँ, तर गोड चाहिँ मान्छु फेरि, हुन्छ नि अल टाइम ग्रेटेस्ट। अब अर्को आयो, म के कुरा गर्ने र अर्को दिनदिनै होइन, अब इन्ट्रोभर्ट हुँदै गएको छ, सोसियल एन्जाइटी बढेको छ। स्पिच पनि नभनेको कति भइसक्यो यार, म स्पिच पनि भन्थेँ यार क्लास 10 सम्म। मलाई क्लास 10 सम्म स्पिच भन्थेँ मैले, म्युनिसिपालिटी होइन प्याप्सनमा गएर होइन प्राइजहरू ल्याउँथेँ यार। अन्त लाइक अगाडि मान्छे अगाडि पनि बोल्नु डर लाग्छ, वाट द हेल ब्रो, अचम्मै लाग्छ क्या, कत्रो चेन्ज भइदिएर हो। म ब्लेम चाहिँ फेरि आफूले नै गर्छु, कसैलाई ब्लेम गर्दैन। अचम्मै लाग्छ होइन सबै कुराहरू। अनि तर अभियसली पनि चेन्ज त चाहिन्छ सबैलाई नै होइन, मान्छेहरू सबै चेन्जै हुने हो। कोही अब सबै सधैँ एउटै त हुँदैन होइन, सबैजना नै चेन्ज हुने हो। बट एभ्रिथिङ फिल्स वाउ ड्याम म्यान। त्यही पनि कति छिटो सक्यो जस्तो लाग्छ यार, अझै पनि स्कुलिङहरू होइन, नट प्रिपेयर्ड यार, केही नै प्रिपेयर गरेको छैन। यस्तो किताबी रट्टा हानेको छ है, लिटरली नै रट्टा हानेको कि 100 दिनमा होइन लगभग 30 दिन होइन 20 दिन जति चाहिँ मनबाट मजाले फोकस गरेर पढ्यो होला, अरू बेला त एक्जामकै लागि पढेको कि। बिकज अनि मजाले मनबाट पढ्दा त्यस्तो क्वेसन्स त आउँदैन अभियसली पनि, हिस्ट्रीसँग रिलेट गर्दा क्वेसन आउने होइन, न्युमेरिकलको फर्मुला रट्टा हान यता लगा, रियल लाइफ इमेजिनै नगर कि, लाइक अभियसली पनि त्यस्तो छ नि त हाम्रो सिस्टम होइन। अब ब्लेम पनि गर्न खोजे होइन म कसैलाई, के ब्लेम गर्नु, ब्लेम गेम अब लास्टमा ब्लेम गेम हो क्या, लास्टमा खेल्ने भनेको ब्लेम गेम हो, हामी सक्दैनौँ आफू अनि ब्लेम गेम खेल्ने हो। तर पनि एकदमै प्रेसर भइरहेको छ यसरी स्टुडेन्ट्सहरूलाई, सबैलाई यस्तै नै फिल हो होइन, सबैले यस्तै नै फिल गरेर अब सिनियर्सहरूले जुनियर्सहरूले सबैले यस्तो फिल गरिरहेको छन् अभियसली पनि। अब हाम्रो पालामा चाहिँ ल मैले नै भन्दैन त होइन, हामीलाई यस्तो फिल भइरहेछ, सेयर गरे हो मेरो कुरा। अनि अरू त के भन्नु, अनि मलाई अलिकति चित्त नबुझा चाहिँ यो इन्स्टिट्युसन्सहरू, इन्ट्रान्स प्रिपेरेसनको इन्स्टिट्युसन्सहरू एक्जाम सकिन पाएछ नै क्लास स्टार्ट गरिहालेछन्। खोइ किन के को हतारो यति साह्रो, 1 हप्ता जति त मजाले भ्यायो नआएर घुम्न यताउति, स्टुडेन्ट्सहरूलाई फ्रेस हुन दियो होइन। त्यही हिजोको एक्जामको त्यो सकिया छैन मजाले, एक्जाम यस्तो भयो भनेर रिग्रेट भइरहेछ, एक्जाममा पास भइन्छ कि फेल हुन्छ भनेर भइरहेछ, टेन्सन मरेकै छैन होइन। किन फेरि गरिरहेछु स्टार्ट, 1-2 दिन घुम्न दियो होइन, स्टुडेन्टलाई फ्रेस हुन दियो, फ्यामिली रिलेटिभ्सहरू भेट्न दियो होइन, खेतमा होइन। म खेत पनि गएको छैन, हाम्रो खेत छ है गाइस होइन, हामी मकैहरू खेती गर्छौँ, त्यस्तो किसान चाहिँ होइन तर एटलिस्ट खेत चाहिँ छ होइन, अलि रोपाइहरू गरिन्छ, त्यस्तो हुन्छ नि, बुझ्छौँ नि, जेनरली हामी सबै त्यस्तै हो नेपालीहरू हो। अब खेत नै नगएको धेरै भइरहेछ, गएकै छैन क्या, छुट्टी भइसक्यो, रहि नै गएको छैन। अब बुझ्छ न यार गाइस, मैले क्लासहरू पनि कुनै जोइन गरेको छैन होइन, यसो प्रिपेयर चाहिँ गर्ने भनेर सोचिरहेको छु, त्यही पनि फिक्स छैन मलाई। बाहिर विदेश पो जाउँ कि भन्ने पनि आइहाल्छ, अस्ट्रेलियातिर होइन, रिलेटिभ्सहरू त्यता हुनुहुन्छ। अब कोही बेला होइन के गरम लागिरहेछ क्या अब अहिले चाहिँ,
काउन्सिलिङ चाहिएको होइन कि मलाई। काउन्सिलिङ मैले बुझिसकेँ मलाई के गर्नुपर्छ होइन, यो तिमीलाई यो सुइटेबल हो सबैले भनिसकेँ कि काउन्सिलिङ पनि जरुरत होइन। टाइम पनि के हो मै बुझ्दिनँ क्या, मलाई के चाहियो लाइक टाइम दिँदा पनि म त्यो डिसिजनै लिनु सक्दिनँ जस्तो लाग्छ कि। अब मैले लेखेर पनि हुँदैन, म पछि रिग्रेटै गर्छु जस्तो पनि लागिरहेछ किन। तर पनि अलिकति मलाई प्यासन छ होइन, जुनमा अलिकति प्यासन छ त्यो चाहिँ फलो गर्छु भइरहेछ होइन। अभियसली रिग्रेट्स त भइहाल्छ होइन। जसले म सिनियर्सहरूलाई हेर्छु सबै सिनियर्सहरूको कुराहरू सुन्छु, रिग्रेट भइरहेछ नेपालमा पढेर, यो पढेर। विदेश जानेलाई सोध्छु, विदेश जानेलाई रिग्रेट छ होइन, दुःख छ झन्। विदेशमा त बाहिर नेपालीले हेरेर मात्र हो सान, दुःख छ भन्छन् होइन। देखेको पनि अभियसली पनि नेपाललाई हेप्छ विदेशमा, त्यो त रियल कुरा हो नि त होइन। हाम्रै नेपालमा होइन इन्डियनहरूलाई कति हेप्छ थाहा छैन होइन। काम गर्न आउनेलाई कसले चाहिँ आफ्नो कन्ट्रीमा अन्डर प्रिभिलेज मान्छेलाई कसले चाहिँ त्यो माया गर्छ कि सम्मान गर्छ, हेपिहाल्छ नि होइन। कुकुर जनावरभन्दा तल ठानिहाल्छ नि। सो दुःख छ यार विदेशमा पनि। अब नेपालमा त थाहा छँदैछ कस्तो पोलिटिकल अनस्टेबिलिटी हुन्छ भने नि। अभियसली पनि होइन सबैलाई एम्बर गरेर हुन्छ। अनइम्प्लोइमेन्ट त्यस्तै छ, मेन कुरा त त्यही हो होइन। अनइम्प्लोइमेन्ट आम्मामामामा मैले होइन अनइम्प्लोइमेन्ट नहुँ भनेर मैले क्लास 11-12तिर पनि मैले के गर्न खोजेँ, फ्रिल्यान्सहरू गर्न खोजेँ, तर यही हो क्या, हुँदैन त। सक्दैन, कन्सिस्टेन्ट बस्नै सकिँदैन। न कन्सिस्टेन्ट बसेर पनि यता स्टडिजलाई के ह्याम्पर हुन्छ कि भन्ने हुन्छ, लास्टमा केही पनि भएन। न यता आफूले यता गरियो काम पनि एउटै गरिएन, न यता स्टडी पनि राम्रो भएन होइन। ठिकै भयो भनौँ न। अब म के भन्नु यार, अब यस्तै भिडियो बनाइदिने हो, बस्दिने हो। मेरो माइन्ड पुरै डाइभर्ट भइसक्यो अब अहिलेको अहिले। बाहिरबाट अब ब्याकग्राउन्डहरू म्युजिकहरू चलिरहेछ होइन। लाइफ स्टार्ट भइसक्यो कि लगभग लाइफ स्टार्ट भइसक्यो। अब कसरी बाँचिन्छ, कसरी के गरिन्छ यार, कसरी कमाउने भन्ने हो यार मेन त। अब कसरी चाहिँ कमाउने, कुनै न मसँग न कुनै ट्यालेन्ट छ न खतरा हो होइन। न म खतरा ह्यान्डसम लुकिङको, न म टल मान्छे हो, न त मोडलिङतिर जाउँ भन्ने पनि हुन्थ्यो होला होइन। न म एथलिट हो खतरा हो, त्यो पनि एथलिट पनि होइन। कुनै स्किल पनि छैन यत्रो वर्षमा। बस एउटा स्किल छ होइन, ओभर थिङ्किङ। अभियसली पनि त्यही भएर म अहिले ओभर थिङ्क गरिरहेको छु गाइज। त्यसको कुनै जबहरू छ भने चाहिँ मलाई भनिरह है। अब यस्तै छ यार जीवनहरू, के गर्नु। सबैले नै अहिले म एउटा त्यही भइरहेछ होइन, कता के गरौँ होइन। मन टुटुटुटु भइरहेछ होइन। यो गरौँ कि त्यो गरौँ कि, ला यो मेरो डिसिजन राइट हुन्छ कि रङ हुन्छ कि, सबैलाई नै त्यो छ होला होइन। यु आर भेरी लकी इफ यु हेभ फिक्स्ड के म पहिलेदेखि नै यो गर्छु र म अहिले पनि यही गर्छु भनेर सोचिरहेको छु भने यु आर भेरी लकी। एन्ड आइ एम नट जेलियस अफ यु, यु आर भेरी लकी। यु सुड डु इट होइन। यु सुड मेक अस प्राउड कि यु आर गोइङ फर इट। जो स्टुडेन्ट्सहरूले अहिलेसम्म डिसाइड गरिसकेका छैन के गर्ने भनेर, हो त्यस्तो स्टुडेन्टहरूलाई यु हेभ टु मेक प्राउड। अब हामीलाई त मलाई थाहा नै छैन कि म के गरौँ। मलाई प्यासन लागेको फिल्डमा जाउँ भने यहाँ न त म इम्प्लोइमेन्टको कुनै जब अपर्च्युनिटिजहरू नै देख्दिनँ होइन। अरू कुनै फिल्डमा जाउँ भने मलाई इन्ट्रेस्ट छैन। वाउ, इन्सिडेन्ट्सहरू धेरै भइसक्यो लाइफमा होइन। अब एउटा बिग डिसिजन छु होइन, सबैको अगाडि आइरहेछ। 1-2 दिन टाइम लिउँ होइन, सबैजनाले भर्खर एक्जाम सक्यो, 1-2 दिन टाइम लिउँ। अब के कसो हुन्छ होइन। फेट इज अलरेडी रिटर्न भन्छन् नि होइन। भलै म पनि त्यस्तो रिलिजियस कमिटेड होइन, तर फेट इज अलरेडी रिटर्न भन्छन् नि। वाट एभर ह्यापन्स भन्छ नि, त्यही हो क्या लास्टमा। अब वाट एभर ह्यापन्स त्यही गरिदिने हो। आफूलाई जेमा मन लागेको छ त्यही गर्ने हो। कसैको प्रेसरमा आउनु भने गाइस होइन, कसैको प्रेसरमा नआऊ होइन। कसैले यो गरिरहेको छ, आफूलाई इन्ट्रेस्ट नहुँदै पनि नगरौँ होइन। बरु आफ्नो प्यासन फलो गर्ने हो नि होइन। प्यासन अलिकति केहीमा त इन्ट्रेस्ट होला नि त कसैलाई होइन। अलिकति इन्ट्रेस्ट भए पनि त्यसलाई पर्स्यु गऱ्यौँ होइन। यसले चाहिँ यो गर्यो भनेर अरूको होइन, आफ्नो साथीहरूले के गर्दैछन् त्यसमा फलो नगरौँ। किनकि सबैको लाइफ स्टोरी फरक छ नि त होइन। सबैको फरक छ लाइफ स्टोरीहरू। बाइक पनि कति कुद्दो रहेछ यार मैले भिडियो बनाउँदा चाहिँ, तर त्यो पनि ठिकै छ। ब्याकग्राउन्ड म्युजिकहरू चाहिन्छ, तिमीहरूलाई पनि बोर भयो होला यस्तो हावा गफ सुन्नु।
यति नै हो यार मेरो कुराहरू चाहिँ। अब भयो भने गाइज होइन तिमीहरू पनि भिडियोहरू हालिदेऊ क्या ल्याङलुङमै। किन सोसियल मिडिया हामी किन चलाइरहेको छौँ क्या? सोसियल मिडिया यत्तिकै स्क्रोल गर्नुभन्दा त्यस्तो भिडियो हाल्ने हो क्या। मलाई फरकै पर्दैन क्या कसले के भनोस् ए नो वान गिभ्स अ ड्याम कि। मैले यत्तिकै भिडियो बनाइरहेको छु कसलाई के वास्तै लाग्दैन। यसो होला है 5-6 मिनट यसले यस्तो भिडियो बनायो भन्दा के फरकै पर्दैन। सो सबैजनाले होइन जति पनि अहिले 12 सकेर बसेछौँ कन्टेन्ट क्रिएसन चाहिँ गर गाइस होइन। जे जस्तो सके भए पनि होइन सबसे धेरै बुम गरेर कन्टेन्ट क्रिएसन हो। कन्टेन्ट क्रिएसन हालिदिनु आफ्नो जे खतरा खुबियत छ होइन। अब यसरी याप गर्न सक्यो भने याप गरिदिने हो, पढाउन सक्छ भने पढाइदिने हो, डान्स गर्न सक्छ भने डान्स गरिदिने हो। ओके रिल बनाउने हो रिल बनाउने होइन, कपाल काट्ने भने कपाल काटिदिने हो, पैसा पनि चाहिएको छ होइन। ओके अनि यहाँ यसरी कोइन फ्लिपहरू अहिले त के आएको छ होइन ब्रेन रटहरू यो यस्तो निकाल्ने अरे यस्तो सट्टा हाल्ने अरे होइन। होइन डिप ब्रेथ लिने सबैजनाले अनि एकदमै शान्त भएर डिसिजन्सहरू लिने। ओके सो द्याट यु डु नट रिग्रेट इन यर फ्युचर। ओके फ्युचरमा कुनै रिग्रेट नहोस् क्या। मैले यस्तो गरेको भयो भने मैले 12 सकेर चाहिँ मैले यो गरिनँ सेट मेरो लाइफ पुरै डार्क भयो भनेर चाहिँ कसैको नहोस् है। आई विस सबैजनालाई अल द बेस्ट, सबैजना ह्याप्पी रहौँ होइन। ग्रेट नेसन मात्र भन्दिनँ म, ग्रेट इन्डिभिजुअल ग्रेट यो वर्ल्डै भनौँ होइन एउटा पिसफुल वर्ल्ड, सबैजना ह्याप्पी होस्। अभियसली पनि इट्स जस्ट लाइक अ ड्रिम होइन। मैले भनिरहेको कुराहरू चाहिँ कि एउटा फ्यान्टासी हुन्छ नि, लाइक के भन्छ त्यसलाई हामीले अस्ति भर्खर पढेको के पो भन्छ त्यसलाई मैले बिर्सेँ त्यो क्रोएसको राज्यलाई के भन्छ युटोपिया। युटोपिया जस्तो मात्र हो मैले भनेको कुरा। त्यही पनि अलिअलि गर्न त सकिन्छ नगरेर त होइन। सबैजना बी काइन्ड होइन, सबैजना अगाडि बढौँ जति सक्दो होइन। 100% दिउँ। रिजल्ट त आफ्नो ठाउँमा छ, रिजल्ट आउनु नआउनु होइन। आफू जे कुरामा लागि परेको छौँ त्यो कुरामा 100% दिउँ राइट। त्यही हो मेरो भनाइ त। थ्याङ्क यू फर वाचिङ। अहिलेसम्म हेरिरहनु भएको छ। मेरो यो बर्दाश्त नहुने मेरो बक 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 बोलेको चाहिँ सुनिरहनु भएको छ भने चाहिँ थ्याङ्क यू। ओके यु हेभ अ ग्रेट पेसेन्स, यु विल बी अ ग्रेट पर्सन, यु आर अ ग्रेट पर्सन, यु आर अ ब्युटिफुल पर्सन। ओके अनि आइ एम नट बिङ इम्ब्यारेस्ड राइट नाउ। म आफ्नो रुममा बसेर कुरा गरिरहेको छु, इम्ब्यारेस लाग्दैन क्या। अब कसैले यो मेरो यस्तो भिडियो बनायो भनेर मलाई लाग्दैन वास्तै लाग्दैन क्या। चिलोमा मान्छे होइन त्यसरी आई डोन्ट गिभ अ ड्यामवाला पनि मेन्टालिटी हुनुपर्छ अभियसली पनि। सो थ्याङ्क यू फर वाचिङ गाइज। अब के गर्दैछ भन्दाखेरि सुतिन्छ है, कतिवटा टाइम सकिन लाग्यो।